बोली नै मानिसको पहिचान हो। नमस्कार साथीहरू, आज एउटा सानो तर जिन्दगी बदल्ने कुरा गरौँ है त। हामी बजारमा सामान किन्दा कति धेरै ठग त दाजु हेर्दछौँ है। कतै सामान कम त भएन, तर के हामीले कहिले सोचेका छौँ हामीले बोल्ने शब्दहरूको तौल कति हुन्छ? हाम्रो एउटै मिठो शब्दले निराश भएको मान्छेको अनुहारमा मुस्कान ल्याउन सक्दछ, अनि त्यही ठाउँमा हाम्रो एउटै नमिठो वा कडा शब्दले कसैको बलिरहेको हिम्मतलाई क्षणभरमै निभाइदिन सक्दछ। त्यसैले बोल्नु अघि सोच्ने गरौँ, कतै हाम्रा शब्दले कसैको चित्त त दुखिरहेको छैन। पैसा खर्च गरेर मात्रै धनी भइँदैन साथीहरू। अरूलाई सम्मान र मिठो बोली दिन सक्ने मान्छे नै संसारको सबैभन्दा धनी र संस्कारी मान्छे हो। आजैबाट बोलीमा अलिकति मिठास थपौँ है त। भिडियो मन परे फलो र सेयर गर्न नबिर्सिनुहोला। धन्यवाद सबैको। जय होस्। शुभ दिन।